2082 का सुपरहिट टप 5 नायकहरू हजुरलाई को मनपर्छ? कृपया कमेन्ट गर्नुहोला। दयाहाङ राई फिल्म जारी 2 मार्फत 2082 सालमा दर्शकमाझ राम्रो प्रतिक्रिया पाउन सफल भए। फिल्मले कथा र प्रस्तुतिका कारण चर्चा बटुले पनि बक्स अफिस कमाईको हिसाबले टप 5 स्थानमा सीमित रह्यो। तर पनि दयाहाङ राईका धेरै फिल्महरू फ्लप भए। विपिन कार्की फिल्म उनको स्वेटरले 2082 मा राम्रो प्रदर्शन गर्दै बक्स अफिसमा टप 4 स्थान हासिल गर्यो। फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो भने 11 करोड भन्दा बढीको व्यापार गरेको थियो। विपिन कार्की 2082 को टप 4 मा पर्न सफल भएका छन्। अनमोल केसी फिल्म जेरी अन टप मार्फत 2082 सालमा उत्कृष्ट व्यापार गर्न सफल भए। यो फिल्म टप 3 हिट फिल्मको सूचीमा पर्न सफल भयो भने 12 करोड भन्दा बढीको व्यापार गरेको थियो। विशेष गरी युवा पुस्तामाझ अनमोल केसीको लोकप्रियता अझै बलियो रहेको देखियो र उनी टप 3 मा पर्न सफल भएका छन्। निर शाह फिल्म पराण मार्फत 2082 सालकै सबैभन्दा ठूलो सफलता हासिल गर्न सफल भए। यो फिल्म वर्षकै सबैभन्दा धेरै 17 करोड भन्दा बढी कमाउने फिल्म बन्न सफल भयो, जसले उनलाई वर्षको नम्बर 2 हिट नायकको रूपमा स्थापित गरायो। पल शाह फिल्म आबाट आमाले 2082 मा बक्स अफिसमा निकै राम्रो कमाई गर्दै वर्षकै दोस्रो सबैभन्दा बढी 13 करोड भन्दा बढी कमाउने फिल्मको रूपमा आफ्नो स्थान बनायो। साथै उनको अर्को फिल्म मोहरले 5 करोड भन्दा बढीको व्यापार गरेर हिट साबित भयो। एकै वर्ष एक नायकका 2 फिल्म हिट भई 18 करोड भन्दा बढीको व्यापार गर्न सफल भए। त्यसैले नायक पल शाह नेपालका नम्बर 1 नायक बन्न सफल भएका छन्।